अब साथी आएपछि भेट गर्न नजाने त कुरै आएन हो, किन भन्नु त। आज चाहिँ हामी दुईजना मिलेर साथी एउटैसँग भेट गर्न जाँदैछौँ। साथी चाहिँ धेरै दिनमा आएकी नि त, त्यसैले हामी चाहिँ भेट गर्न जाँदैछौँ। उसको चाहिँ नानी भएको छ, अनि नानी भएदेखिबाट हामीलाई हेर्न मन लागेको, हेर्नलाई जानलाई पाएको थिएन। अनि ऊ पनि आएको थिएन नि त, अहिले चाहिँ धेरै दिनमा ऊ आएकी छ अरे, अनि हामी चाहिँ हेर्न जानलाई निस्केका। साथै भेला भएपछि त कहाँ जाने, के गर्ने, के खाने, त्यही त प्लान हुन्छ नि त। अब जान चाहिँ गयौँ, गेटबाट बोलाउँदा बोलाउँदा गऱ्यौँ, मान्छे त छन् कि छैनन् थाहा नै छैन, फोन पनि नगरे आयौँ। अनि बोलाउँदा बोलाउँदा गऱ्यौँ, सुन्दिनँ त भरे भित्र गएर हेरेका सुती पो आएर चाहिँ। हामी चाहिँ हेर्नु न चोरको जसरी भित्र च्याउँदै च्याउँदै गइरहेका छौँ। हामी चाहिँ पुगिसक्यौँ। यहाँ हेर्नु न, नानी चाहिँ कति साह्रो क्युट। अब नानी केटाकेटी घरमा भएपछि टाइम पास कसरी हुन्छ थाहा नै पाइँदैन। अब साथीहरू भेला भएपछि अमिलो पिरो नखाने त कुरै आएन। अब हामी चाहिँ निबु खान आँटेका। एउटा खाऊ है केटी त्यति नखानु। अब केटी मान्छे चाहिँ अमिलो पिरो भन्दा मर्नै खोज्छन्। अब चाहिँ हामी गफसफ सकेर खाइबोइ गरेर लास्ट फोटो एउटा मारेर घरतिर जानु पर्यो। अब छोरी मान्छे बिहे भएर जहाँसुकै गए पनि आफूले जन्मेको ठाउँ कति साह्रो प्यारो हुन्छ, हो त हजुरहरूलाई थाहा नै छ होला, कति राम्रो लाग्छ नभन्नु न। हुन्छ त आजको लागि यति नै, बाई बाई। भोलि फेरि आउने छु अर्को भिडियोमा ल।